हेलो एभ्रिवान, वेलकम छ हजुरहरूलाई मेरो मिनी ब्लगमा। मैले चाहिँ आज मेरो सानो बाबुलाई पन्जा बुनिदिँदैछु, हाफवाला पन्जा हो। हे भगवान, यो प्लेनले पनि बोल्नु दिँदैन। म त किनकि छतमा आएर बोलिरहेको छु नि त। मैले चाहिँ मेरो छोराको लागि ट्राई गरेको के मैले चाहिँ यो पन्जा, हाफवाला पन्जा, एउटा के त बुढी औँला मात्रै छिराउने पन्जा कस्तो हुन्छ मेरो छोरालाई भनेर मैले चाहिँ ट्राई गर्दैछु साथीहरू। हेर्नु होला है त। मैले चाहिँ बुनिसकेँ अनि त्यसपछि एउटा बाबुलाई अलाउ मेरो सुन्तला खस्यो, सुन्तलाई झरेको। अनि मैले चाहिँ बुनिसकेँ, रेडी भइसक्यो। अब चाहिँ म मेरो छोरालाई लाएर देखाउँछु कस्तो हुन्छ। तर उसलाई हातै छिराउनु गाह्रो हुँदो रहेछ, बच्चाहरूलाई त कम्ती गाह्रो हुँदैन रहेछ। एउटा बुढी औँला छिराउनु पनि उसले चाहिँ खासै मानेन के भिडियो बनाउनु। मैले चाहिँ राम्रै देख्नै पाइनँ। हुनु चाहिँ राम्रो छ के बुनाइ, मैले बुनेको चाहिँ राम्रै छ हो। हेर्नु त साथीहरू कस्तो देखिएको छ मेरो छोराको पन्जा। तर बुढी औँला छिराउनु गाह्रो भयो मलाई त।